भन्दा सुरुमा चाहिँ अब जब हामी कक्षा कोठामा जान्छौँ अनि त्यसपछि हामीलाई निरीक्षकले चाहिँ यस्तो कपी दिनुहुन्छ। कपी पाउने बित्तिकै सबैभन्दा सुरुमा चाहिँ हामीले के हेर्नुपर्छ भन्दाखेरि सबैभन्दा सुरुमा माथि जुन हाम्रो उत्तर पुस्तिका नम्बर जुन यहाँहरू हेर्न सक्नुहुन्छ एकदमै हाम्रो मधुरो तर ब्ल्याक अक्षरमा लेखेको छ, जुन एकदमै प्रष्ट हुनुपर्छ। यदि हामी त्यो कपी पाउने बित्तिकै हामी प्रष्ट हामीसँग लेखेको छैन भने हामी तुरन्त त्यो निरीक्षकलाई हामी कपी फिर्ता गर्न लाउनुपर्छ र अर्को कपी लिनुपर्ने हुन्छ। त्यसपछि कपी पाइसकेपछि हामी सरासर एकपल्ट भित्र हेर्नुपर्छ कहीँ केरमेट गरेको छ कि छैन, च्यातेको छ कि छैन, र गणित विषय बाहेक यदि ब्ल्याङ्क छ भने त्यो पनि तपाईँहरूले चाहिँ फिर्ता गर्नुहोला। नलेखिकन सुरुमै हामीले फिर्ता गर्नुपर्ने हुन्छ। त्यसपछि अब हामी के गर्ने, हामी लगभग 9-10 वटा चाहिँ हामीले टिप्सहरू यहाँहरूलाई चाहिँ दिनेछौँ, जुन हजुरहरूले एकदम ध्यान लिएर हेर्नु होला है। अब हामी दोस्रो चरणमा कपी पाइसकेपछि सबैभन्दा सुरुमा जुन परीक्षार्थीले पालना गर्नुपर्ने निर्देशनहरू दिएको छ एकचोटि सरासरै सबैजना चाहिँ हेर्नु होला। र यहाँनिर चाहिँ हजुरहरूले हेरेर त्यहाँ के अरे त्यहाँबाट थाहा पाउन सक्नुहुन्छ। र यहाँबाट म छोटो चाहिँ हजुरलाई चाहिँ जानकारी गराउन गइरहेको छु है। त्यसपछि अब हामीले यहाँ हेर्न सक्नुहुन्छ यो कोड नम्बर दिएको छ। कोड नम्बर यो हामीले के गर्नु पर्दैन, यहाँनिर भर्नु पर्दैन। यो सम्पूर्ण त्यो निरीक्षक र त्यसपछि के अरे कपी परीक्षक गर्ने बेलाको लागि त्यो गरिएको हो। त्यही भएर हामीले विद्यार्थीले चाहिँ यहाँ के गर्नु पर्दैन, सिधै अब हामी यहाँ आउने हो विषयमा। जस्तो कि हाम्रो अब पहिलो दिन अङ्ग्रेजी हुन्छ भने अङ्ग्रेजी, इङ्ग्लिसबाट लेख्नु होला इङ्ग्लिस भनेर लेख्नु होला। त्यसपछि पत्रमा चाहिँ यहाँहरूले लेख्नै पर्यो भने त तपाईँ कुन दिनको इक्जाम दिँदै हुनुहुन्छ, पहिलो दिन दिँदै हुनुहुन्छ भने पहिलो पत्र भनेर लेख्नु होला, दोस्रो दिन दिँदै हुनुहुन्छ भने दोस्रो पत्र भनेर लेख्नु होला। त्यसै गरी तेस्रो दिनको इक्जाम दिँदै हुनुहुन्छ भने तेस्रो पत्र भनेर लेख्नु होला, र चौथो दिनको दिनुहुन्छ भने चौथो गरी यसै गरी एवं प्रकारले चाहिँ लेख्दै जानु होला। त्यसपछि भाषाको माध्यममा भाषागत विषयहरूमा चाहिँ अनिवार्य भाषा त्यही नै हुनेछ, अर्थात् अङ्ग्रेजी छ भने अङ्ग्रेजी नै भाषा हुनेछ, नेपाली र सामाजिकको लागि नेपाली नै भाषा हुनेछ, र अरूमा चाहिँ तपाईँ कुन भाषामा लेख्न चाहनुहुन्छ, कुन लिपिमा लेख्दै हुनुहुन्छ। जस्तो गणितमा तपाईँ इङ्ग्लिसमा लेख्न चाहनुहुन्छ कि नेपालीमा, विज्ञानमा इङ्ग्लिसमा लेख्न चाहनुहुन्छ कि नेपालीमा, यस्तै गरी तपाईँ कुन भाषामा लेख्न चाहनुहुन्छ त्यो भाषा चाहिँ यहाँनिर उल्लेख गर्नुपर्ने हुन्छ है। त्यसपछि परीक्षाको मिति, अब जुन दिन हाम्रो जस्तो कि अङ्ग्रेजी विषय यसपालिको 2081 साल 12 महिना 7 गते परेको छ भने हामी यहाँनिर त्यो मिति लेख्नेछौँ, र अर्को दिन हाम्रो जुन विषय हुन्छ त्यो दिनको मिति हामी लेख्ने हुनेछौँ है। त्यसपछि यो थप उत्तर पुस्तिका सङ्ख्या भनेछ, यो चाहिँ हामीले मूल पेपर भरिसकेपछि हामीले जुन एक्स्ट्रा पेपर लिन्छौँ, थप पेपर लिन्छौँ, त्यो थप पेपर हामीले लिइसकेपछि एकपल्ट हामीले भने प्लस यहाँनिर 1 गर्दै जाने हो। त्यसपछि अर्कोपल्ट पनि हामी फेरि थप्ने भने +1 गर्दै जाने हो। जतिपल्ट हामी थप्छौँ त्यति यहाँनिर +1 चाहिँ लेख्दै जानुपर्ने हुन्छ, वा निरीक्षकबाट चाहिँ हामी लेखाउनु पर्ने हुन्छ यहाँनिर। त्यसपछि अर्को चाहिँ हामी यहाँनिर सिम्पल नम्बरतिर यतातिर आउने। हाम्रो सिम्पल नम्बर यहाँ दिएको छ यो बक्समा, टेबलमा, नेपालीमा र इङ्ग्लिसमा भनेर दिएको छ। र एउटा नमुनाको लागि मैले चाहिँ यहाँ एउटा सिम्पल नम्बर हामीसँग रहेको छ, यो 82000186H रहेको छ। अब हामी यसरी सरासरी हेर्नु होला, गर्नु होला 1 2 3 4 5 6 7 8 9, यहाँनिर 1 2 3 4 5 6 7 8 9 वटा रहेको छ। अब पछाडिबाट हामी फिल गर्दै आउने हो। यहाँनिर चाहिँ H छ भने H लेख्ने हो, अनि यो 6 8, त्यसै गरी 1, अनि 0 0, अनि त्यसै गरी यो अर्को पनि 0 रहेको छ, अनि 2 रहेको छ, 8 रहेको छ है। अब यसैले चाहिँ हामी नेपालीबाट पनि लेख्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ नेपालीबाट लेख्दाखेरि यो हाम्रो कति भयो, 8 भयो, यो 2 भयो, यो 0 भयो, 0 भयो, 0 भयो, अनि 1 भयो, 8 भयो, 6 भयो, र एच छ। एचलाई हामी नेपालीबाटै एच चाहिँ लेख्नु होला है, एकदमै ख्याल गर्नुपर्ने कुरा रहेको छ।